पहिला यो 65 साल 66 सालतिर त पानीको धेरै दुःख थियो सर। एउटा टोलमा यस्तै भन्नुपर्दा 6-7 घरलाई एक धारा पानीको समस्या चाहिँ भइरहेको थियो सर। हामीलाई एन्फो भन्ने संस्था र नगरपालिका मिलेर एक धुरी एक धारा ल्याएकोदेखि चाहिँ सबैले समस्याको साधन भएको छ सर। गोदावरी नगरपालिकामा र उहाँहरूको आर्थिक तथा प्राविधिक एवं प्रशासनिक सहयोगमा बोर्ड र बिएमजेको आर्थिक सहयोग लिएर साना खानेपानी प्रणालीलाई चाहिँ कसरी चाहिँ हामीले दिगो बनाउन सकिन्छ भनेर एउटा चाहिँ म्यानेज्ड सेल्फ सस्टेन स्मल स्केल वाटर सिस्टमलाई हामी इम्प्लिमेन्ट गरेका थियौँ, डेमोन्स्ट्रेट गरेका थियौँ। त्यो इन्टायर अहिले चाहिँ इम्प्लिमेन्ट गरिसक्दाखेरि त्यसलाई चाहिँ सक्सेसफुली रन भएको छ। पहिला पनि खानेपानी त हामीले खाइरहेकै थियौँ। आकाशमा बादल लाग्यो भने हामी धारामा चाहिँ गाडी लिएर दौडिनु पर्ने थियो। बाटोको फेलहरू सबै हाम्रो चाहिँ मुहानमा पस्थ्यो। तर आजको अवस्था त्यो छैन। मुहानदेखि नै अब बिचमा सबै अब पुरानो पाइप 39 सालमा निर्माण भएको पाइप 20-30 वर्ष भएपछि त्यसको अब ऊ जाँदो रहेछ। भएपछि ठाउँ ठाउँमा छुट्टिने त्यो पनि अहिले निर्माण भयो, चेन भयो। भन्दाखेरि अब 30-40 वर्षलाई चाहिँ एकदम ढुक्क भयो, अब राम्रो भयो। यो अस्ति 2081 साल असोज 11-12 गते जुन भीषण बाढी आयो, त्यो बाढी जाँदा पनि हाम्रो भौतिक संरचनाहरूमा ठुलो क्षति भएन। पानी सुचारू रूपमा चलि नै रह्यो। शुद्ध पानी स्वच्छ पानी भन्ने जुन नारा छ नि, खानेपानी मात्र होइन कि स्वच्छ र शुद्ध पानी हुनुपर्नेमा त्यो हामीले पाएको छौँ। अहिले चाहिँ 6-7 जना घरलाई एउटा मात्रै धारा थियो। त्यो पनि वाद विवाद धेरै हुन्थ्यो कि सर। पालो कुर्नु पर्थ्यो धाराको लागि, लुगा धुनलाई पालो कुर्नु पर्थ्यो, पानी थाप्नलाई पालो कुर्नु पर्थ्यो। 165 वटा घर धारामा हामीले मिटर सहितको जडान गरेर 24 घण्टा खानेपानी उपलब्ध गराउन हामी सक्षम पनि भएका छौँ। घरधुरी अनुसारको खानेपानीको सदस्यता कार्ड समेत दिएका छौँ। घर घरमा उहाँहरूले मिटर रिडिङ गरेर महिनावारी पैसा असुली गर्नुहुन्छ, जसको कारणले उहाँहरूले अफिस राम्रोसँग सेटअप गर्न सक्नु भएको छ र दिगो रूपले उहाँहरूले एउटा सही म्यानेजमेन्ट गरेर पछिसम्म पनि जान सक्षम हुनुहुन्छ जस्तो लाग्छ। अब 100 रुपियाँ दिने हो, जति फालिने त्यही हो। अब अहिले चाहिँ कस्तो भने सबैले डर भयो नि त, एउटा मिटर राखेपछि त अब जति पानी चल्यो त्यति पैसा दिनुपर्ने डर भयो। त्यही कारण अहिले कन्ट्रोलमा चाहिँ पानी आएको छ। त्यसले गर्दा अब अहिले सबैलाई त्यस्तो पानीको अभाव चाहिँ भएको छैन। हामीले चाहिँ उपभोक्ताबाट उठाएको पैसा लगभग अहिले 2 लाख माथि भइसक्यो होला हामीसँग। यही क्रममा बढ्दै गयो भने निकट भविष्यमा हामीलाई कसैको भर पर्नुपर्ने हुँदैन होला र हामी आफै आत्मनिर्भर हुन्छौँ होला। हामीले चाहिँ इन्फोबाट दिनुभएको ट्रेनिङ मार्फत चाहिँ बाहिरको मान्छे ल्याउनु परेन। कतै पानी बिग्रियो भने अथवा पानीमा औषधहरू राख्नु पर्यो भने चाहिँ हामी आफै राख्न सक्छौँ र त्यति सक्षम चाहिँ बनाउनु भएको छ यो इन्फो ट्रेनिङबाट। अहिले यो भलमिटर राखेपछि चाहिँ अब कहाँनिर चुह्यो भनेर त्यो चाहिँ ठ्याक्कै पत्ता लगायो, सजिलो भएको छ। अहिले समुदायको सहभागिता, त्यसपछि यो सिस्टम स्ट्रेन्थनिङको कुराहरू र तेस्रो यो क्लाइमेट र डिजास्टर रेजिलियन्स, यो 3टा बुदालाई हामीले 3टा कामलाई चाहिँ विशेष गरी ध्यान दिएर लागू गरेको जुन यो अवधारणा छ, त्यो अवधारणा चाहिँ अहिले समुदायले पनि रुचाएको छ र हामी पनि त्यसमा चाहिँ सफल भएका छौँ र यसलाई चाहिँ अब आगामी दिनमा हामी अन्त पनि यसलाई चाहिँ रेप्लिकेट गर्ने पक्षमा चाहिँ अहिले हामी छौँ। वडा नम्बर 6 को लप्सीमा जस्तै यो खानेपानी धाराको वितरण भयो, राम्रो सिस्टमेटिक तरिकाले खानेपानीको चाहिँ जुन चाहिँ अवधारणा ल्यायो, त्यो चाहिँ हामीले हरेक वडामा यसलाई लागू गर्न सक्यौँ भने यो गोदावरी नगरपालिकाबाट त एक्जाम्पल त छँदैछ, अरू नगरपालिकाले पनि यसको चाहिँ सिको गर्नेछन् भन्ने चाहिँ हामीले लागेको छ। धेरै घर परिवारले शुद्ध खानेपानी सजिलोसँग खान पाइरहेको छन्। हाम्रो समुदायलाई पानी शुद्ध नभएर परिरहेको समस्या, त्यसबाट उत्पन्न हुने रोगहरू पनि अलिकति त्यसमा सहयोग हुन्छ कि भन्ने आश चाहिँ राखेको छौँ। अहिले एक्लैले सबै घरको काम सबै भ्याएर बिहान भरिमा सबै भ्याएर अनि बच्चाहरूलाई स्कुल पढाउने अनि दिउँसो आफ्नो काममा जाने, त्यस्तो गर्न भ्याउँछ। हामी त्यसमै बेसीसम्म 24 घण्टा पानी आउँछ।